हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो अर्को भ्लगमा। अहिले चाहिँ रातिको 8:30 बजे छ। आज दिनभरि सुत्यो जसले गर्दाखेरि चाहिँ नि आजको दिन यतिकै खेर गएको जस्तै भयो। तर केही छैन, दिन खेर गए पनि रात खेर जान दिनु भएन। अहिले चाहिँ आई एम प्लानिङ टु गो आउट फर स्टार गेजिङ। एउटा ठाउँ छ यहाँ टू रक्स भन्ने ठाउँ, विच इज अलमोस्ट 60 किलोमिटर्स फ्रम हियर। सो म चाहिँ तारा हेर्नको लागि जाँदैछु। कल मी क्रेजी, तर के गर्ने, यस्तै नै छु म। आज अलमोस्ट दिनभरि सुतिएछ, सो त्यो कारणले गर्दाखेरि न खाना पकाउनु भ्यायो न के गर्न भ्यायो। एन्ड आफ्टर फिनिसिङ माई क्लासेस आई जस्ट वान्टेड टु गो आउट फर अ फ्रेस एयर। एन्ड अहिले एउटा रेस्टुरेन्टमा खानेकुरा अर्डर गरेको छु। सो त्यही खानेकुरा लिएर I'll head out to Two Rocks, which is in Yanchep National Park. Joondalup Perthको चाहिँ Joondalup area भन्छ। So I think it's Joondalup municipality, or I don't know, but it's somewhere in Joondalup in Yanchep National Park. So yes, I'm heading to that place. Okay, I'll catch you guys around. अहिले चाहिँ रातिको 8:45 भयो। एन्ड म चाहिँ यहाँ मेरो खानेकुरा लिनलाई आइपुगेको छु। सो अघि नै अर्डर गरिसकेँ, खानेकुरा मेरो रेडी पनि भइसक्यो होला। एन्ड लिने बित्तिकै I'll head off. सो मैले चाहिँ आफ्नो खानेकुरा लिएँ। एन्ड 68 किलोमिटर रहेछ यहाँबाट। एन्ड इट्स 52 मिनट्स फ्रम हियर। 9:45 बजेतिर पुगिन्छ त्यतातिर। सो यस, तपाईहरुलाई मेबी त्यही गएर नै भेट्छु होला है त। मोमोको बास्ना होला भनेर पो तनाव भइरहेछ त अरु भन्दा पनि। Let's see you guys. हेलो सो अहिले चाहिँ यता यो मिचेल फ्रीवे सकियो। एन्ड त्यो मिचेल फ्रीवे छोडेर चाहिँ म यता आई डोन्ट नो यता तर कता हो, जस्ट आइम अन द वे। एन्ड 24 किलोमिटर चाहिँ यहाँबाट 18 मिनट। सो इट्स लाइक दिस है। दायाँ बायाँ केही पनि बत्तीहरू छैन। एन्ड 90 किलोमिटर पर आवरको जोन हो यो चाहिँ। अरू कुराको डर त केही पनि होइन, इट्स जस्ट अबाउट द क्याङ्गरुज है। मलाई चाहिँ त्यही हो कि गाडीको अगाडि क्याङ्गरुज चाहिँ आएर नहालोस् भन्ने कुरा मात्रै हो। मेरो अगाडि एउटा गाडी छ एन्ड मेरो पछाडि अर्को गाडी छ। ओके, सो अहिले चाहिँ मेरो अगाडिको गाडी भर्खर राइट टर्न लियो। सो मेरो अगाडि कुनै पनि गाडी छैन। एन्ड आई क्यान पप अप द हाइवे अफ माई भेहिकल नाउ। ओके पिपल, यहाँबाट चाहिँ म यो सुनसान बाटोबाट फेरि अर्को लेफ्ट लिएँ। मेरो अगाडिको गाडी पनि अगाडि छुट्यो। दायाँ बायाँ दुवैतिर बुस छ। एन्ड इट्स फिलिङ रियली भेरी क्रिपी। मलाई देखिन्छ कि देखिँदैन। यस, एकदम क्रिपी फिल भइरहेछ। अगाडि एउटा तारा चाहिँ देखिरहेको छु है, एकदमै अँध्यारो सुनसान रहेछ।
आई होप आई हेभ अ भेरी गुड टाइम। तर अवस्था यस्तो छ कि आई डोन्ट नो गाडीबाट निक्लिनलाई आँट पनि आउँछ कि आउँदैन डरले, किनभनेदेखि देयर इज नथिङ, अगाडि पनि केही पनि छैन, पछाडि पनि केही पनि छैन, इट्स निसुम्म है। आई विल टर्न द क्यामेरा अन द अदर साइड एन्ड आई विल ट्राई टु सो यु गाइज। ल हेर्नुहोस्, देयर इज नथिङ। सो बिम चाहिँ यसरी झार्यो भने केही पनि नै देखिँदैन होइन। ओह माई गॉड, क्याबिनको लाइट निभाएपछि त झन् डर लाग्यो। व्हाट इज दैट रेड लाइट? ओके, दैट इज खम्बा। ए भगवान, जय हनुमान ज्ञान गुण सागर, जय कपीश तिहो लोक उजागर, रामदूत अतुलित बलधामा, अंजनी पुत्र पवन सुत नामा। ओ माय गॉड, जय बजरंग बली, जय बजरंग बली हनुमान, हे महावीर करो कल्याण, हे महावीर करो कल्याण, जय 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 हनुमान गोसाई, कृपा करो समथिंग समथिंग आई डोंट नो दाई, जय बजरंग बली हनुमान, हे महावीर करो कल्याण। यस, अगाडिबाट एउटा गाडी आइरहेको छ। तुमको देखा तो सुकून आया, गाड़ी भी गया सुकून भी गया। ओ माय गॉड, यो 3 मिनट कतिखेर पास हुन्छ भइसक्यो मलाई। मेरो जिन्दगीको एकदमै उकुस मुकुसताले भरिएको 3 मिनट कतिखेर पास हुन्छ भनेर पर्खाइमा बसिरहेको छु। 2.9 किलोमिटर्स टु गो। There is no himmat to drive 100 km/h. Yes, the speed चाहिँ नि 80 km/h मा ड्रप भयो, which is very good, which is also a symbol that अब चाहिँ रेसिडेन्शियल एरिया आउन लाग्यो भनेर। तर वेट, आई थिङ्क होइन, यो चाहिँ टर्निङहरूले गर्दाखेरि चाहिँ स्पिड घटाउ भनेको जस्तो लाग्यो। एन्ड हियर इज 60 km/h, विच इज अ भेरी 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 गुड न्युज। एउटा सेतो गाडी देखिसकेँ मैले, एन्ड त्यहाँ बत्तीको लाइन देखिसकेँ मैले। यस, अब फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन गएको जस्तो महसुस भइरहेको छ मलाई। Yes, finally I am here. सक्छ कसैले हामीलाई? सक्छ कसैले? कसैले पनि सक्दैन, कसैले पनि सक्दैन हामीलाई। सो साथीहरू, गुगल म्यापले लल्लु बनाएर यो सुनसान बाटो लिएर आयो। अब फर्किँदाखेरि चाहिँ नि यो घोर गल्ती मबाट हुँदैन हैन, यो घोर गल्ती चाहिँ मबाट हुँदैन। अब म चाहिँ फर्किँदाखेरि चाहिँ नि अर्को रेसिडेन्शियल एरियाबाटै फर्किन्छु हैन, बिकज बहादुरी र मूर्खता, के अरे बहादुरी र मूर्खता बिचको अन्तर थाहा हुनु पर्यो नि हैन। हो, गाडी पनि लागिरहेको रहेछ त्यहाँबाट। कति आनन्द आयो बस देख्दाखेरि। अहिले भर्खर रातिको 9:45 मात्रै बजेको छ। फर्किने बेलामा आई डोन्ट नो कति बज्छ हैन। ल बाटो त यहाँ खत्तम भयो त यार। व्हाट द हेक? अब वेयर फ्रम हियर? Oh shit.
गुगल म्याप त यहाँ राउन्ड अबाउटमै आएर सक्यो त अब कहाँ जाने हो यहाँबाट ल नो आइडिया ड्याम ओके यहाँबाट म सिधै जान्छु है अब यो ठ्याक्कै यहीँ आएर सक्यो कि कस्तो ओके अगाडिबाट एउटा टु रक्स भनेर बाटो राइटतिर जानुपर्ने हो जस्तो लाग्छ लेट मी सी ए यस भेटायो त हो त नट दिस वान डेफिनेटली नट दिस वान तर ड्याम हरायो त यार कतातिर जाने हो ओके यहाँनिर एउटा बोर्ड छ एटलान्टिस स्ट्याच्युज यस ओके एटलान्टिस स्ट्याच्यु भनेको चाहिँ यहाँ एउटा स्ट्याच्यु छ टु रक्स सपिङ सेन्टर ओके यहाँ एउटा स्ट्याच्यु छ सुनसान छ कि यति अँध्यारो छ कि यहाँनिर आकाश चाहिँ फार्मेसी बोट ऱ्याम्प अन द लेफ्ट ओके गुड मरिना अप स्ट्रिट यस यहाँबाट लेफ्ट जाउँ है त ओके पिपल फाइनली म चाहिँ यो बोट ऱ्याम्पमा पुगेँ यहाँको सब ढुङ्गाहरू सुतिरहेछ डिस्टर्ब भयो होला मैले गर्दाखेरि बिचराहरूलाई यहाँबाट तल जाने बाटो थियो त यार ए तेरिका राति आएपछि त के हो छ रहेछ त यहीँ खुशी लाग्यो यहाँनिर गाडीहरू रहेछ भगवान का दिया हुआ सब कुछ है साथ है हौसला है आदमी लोग है गुड यस आई लाइक इट मान्छेहरू छ यहाँ कीप दिस गेट क्लियर अल द टाइम रे हे भगवान कहाँ ल्याएर पार्क गरेछु मैले पनि फेरि त्यहाँ पनि त त्यही लेखेको होला हैन यसको सट्टा त बरु सबभन्दा राम्रो त म यहाँ पार्क गर्छु यस हेलो नमस्ते सो अहिले चाहिँ 10 बजेको छ 10 बजेको छ सरी म चाहिँ मोबाइलको फ्ल्यास युज गरिरहेको छु है लाइट नहुने भएको भएर होला हैन लाइट यहाँ अलि छैन इट्स डार्कर ओभर हियर त्यही भएर मोबाइलको फ्ल्यास युज गरिरहेको छु एन्ड यहाँ चाहिँ म तारा हेर्नलाई भनेर आएको एन्ड म युजुअली घर नजिकै उता बीचतिर पनि गइरहेको हुन्छु स्टार गेजिङ गर्नको लागि तर यहाँबाट चाहिँ नि इट्स कम्प्लिटली म्याजिकल हुन्छ नि इट्स समथिङ एल्स
किनभने उतातिर पर्थबाट त्यहाँ हेर्दाखेरि सिटी लाइटहरूले गर्दाखेरि खासै त्यति आकाश अँध्यारो हुँदैन हैन। यहाँ चाहिँ अलि रिमोट एरियामा आएको भएर आकाश अँध्यारो छ एन्ड त्यो कारणले गर्दाखेरि ताराहरू चाहिँ मजाले देखिरहेछ। तर पनि अझै पनि यहाँ वरिपरि लाइटहरू भएको भएर सो अझै एउटा ठाउँ छ विच विल बी माई नेक्स्ट डेस्टिनेसन फर स्टार गेजिङ। त्यो टाइम चाहिँ म एकदम मुन क्यालेन्डरलाई फलो गरेर न्यू मुनको बेला जाने प्लान छ वेन स्टार इज डार्केस्ट एट द्याट टाइम। सो आई एम इन्जोइङ दिस प्लेस। यो ठाउँ बतास पनि ठिक्कको चलिरहेछ, समुद्र छ यहाँ एन्ड मेरो पछाडि चाहिँ नि 2 रक्स छ। एउटा चाहिँ यहाँ छ एन्ड एउटा चाहिँ नि उता परपट्टि छ हैन, उ त्यो लाइट बलेको ठ्याक्कै तलतिर होला, अलमोस्ट लाइक 300-400 मिटर, अलमोस्ट 500 मिटर जति पर होला अर्को रक चाहिँ नि। त्यही ठाउँको यही दुईवटा ढुङ्गाको कारणले गर्दाखेरि चाहिँ नि यो ठाउँको नाम चाहिँ 2 रक्स भनेर भनिएको हो। एन्ड अगाडि उतातिर चाहिँ एटलान्टिसको स्ट्याच्यु पनि छ, एउटा ठुलो स्ट्याच्यु छ। त्यो ठाउँ पनि यहाँ आउँदाखेरि त्यो ठाउँ पनि भिजिट गर्नु होला तपाईहरु। म एक दिन अवश्य पनि म दिउँसो आउनेछु यहाँ भ्लग बनाउनको लागि। सो यस 10 बजेको छ, म अझै एकछिन यहाँ टाइम स्पेन्ड गरेर फर्किन्छु होला। सो यस के भन्नु अरू, म चाहिँ अब यसरी एक्लै आउँदाखेरि अलिकति बाटो सुनसान भयो, पछाडि त्यो जङ्गल बुसी एरियाबाट लिएर आयो मलाई चाहिँ नेभिगेसनले। एन्ड मैले चाहिँ के गरेको थियो भनेदेखि हैन, विच आई युजुअली अलवेज डु, यसरी चाहिँ अनटाइमली कतैतिर निस्किँदाखेरि द बेस्ट थिङ इज टु कसै न कसैलाई चाहिँ नै खबर गरेर निस्किनु पर्छ कि तपाईँ कहाँ जाँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ भनेर, एन्ड तपाईँ कति बजेसम्म फर्किनुहुन्छ भनेर। सो म चाहिँ मैले चाहिँ एकजना मेरो विजय भाइलाई मैले मेसेज गरेर आएको थिएँ कि ओके म भाइ यस्तो यस्तो ठाउँमा जाँदैछु, 12 बजेसम्म घर फर्किने मेरो प्लान छ। इफ आई डोन्ट सेन्ड यु टेक्स्ट मेसेज बाई 12 हैन, भोलि बिहान चाहिँ एकचोटि मलाई चाहिँ नि मेरो म कहाँ छु के छु भनेर एकचोटि मलाई कल चाहिँ गर्नु है भनेर मैले उसलाई चाहिँ भनेर निस्केको छु। सो दिस इज वान भेरी इम्पोर्टेन्ट थिङ द्याट हेज टु बी डन वेन यु आर गोइङ आउट है। एक्लै जब बाहिर जाँदै हुनुहुन्छ कसैलाई चाहिँ खबर गर्नु एकदमै जरुरी छ। सो यस म एकछिन अझै यहाँ समय बिताउँछु। मलाई धेरै ग्याजेटहरूको बिचमा रुमलिएर बस्न मन छैन अहिले। आई वान्ट टु बी विथ माइसेल्फ बिकज दिस प्लेस इज सो म्याजिकल है। यहाँ आएपछि मन ताराहरू देखेर मन यत्तिकै पग्लेर गएको छ। सो एकछिन आफैसँग समय बिताउँछु एन्ड बिस्तारै चाहिँ म घर फर्किन्छु। ल अहिलेको लागि सायद यति नै होला है। दिस इज अ ऱ्याप अफ भिडियो। ल हजुरहरूलाई म अर्को भिडियोमा भेट्छु। हस् त, जय नेपाल, फेरि भेट होला।